Are you ready? Oh yes, yes, we are ready. Yes, we have Scout Group. आदरणीय प्रधानाध्यापकजीको स्वागत र सम्मानको लागि स्वागत क्ल्याप गर्ला। स्वागत क्ल्याप। स्वागत स्वागत स्वागतम। स्वागत स्वागत स्वागतम। स्वागत स्वागत स्वागतम। हात थाल। नाम दिएको यो विद्यालय हो। यहाँनिर हामीले खेलाउने के गर्नुपर्छ अब तपाईँको हातमा जिम्मेवारी आएको छ। यसलाई एकदमै प्रोफाइल भन्दा पनि एक वर्ष दिन तपाईँले एकदम राम्रो देखाउनु। मेरो नाम विकास मेरो चुनाव होगी मैले I think you will do it. Yes. यसै गरी आजको यस कार्यक्रममा आजको विशेष कार्यक्रमको आकर्षण छ। आज हामीले यस विद्यालयमा भर्खरको एकजना यङ व्यक्तिलाई पाएका छौँ जसले आजदेखि यस विद्यालयमा प्रिन्सिपलको रूपमा आफ्नो पदभार ग्रहण गर्दै हुनुहुन्छ। त्यसका लागि आजको यस कार्यक्रममा उपस्थितिका लागि म हार्दिक अनुरोध गर्दछु आदरणीय व्यक्तित्व यस विद्यालयका प्रिन्सिपल सरलाई अगाडि आइदिनु घनश्याम सुवेदी सरलाई जोरदार तालीले स्वागत गरौँ। सरलाई हार्दिक स्वागत। यसै गरी आजको यस कार्यक्रममा आसन ग्रहणका लागि यसै विद्यालयका कम्पनी अध्यक्ष आदरणीय व्यक्तित्व बलबहादुर केसी सरलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै विद्यालयका प्रबन्ध निर्देशक आदरणीय व्यक्ति अबका कार्यक्रमहरू सञ्चालनको लागि आगामी कार्यक्रमहरू चुस्त दुरुस्त तरिकाले अगाडि बढाउनको लागि हामीले नयाँ किसिमको योजना स्वरूप हामीले नव नियुक्त सरलाई यहाँ उपस्थित गराएका छौँ। बाँकी कुरा उहाँले आफ्नै शब्दमा प्रस्तुत गर्नुहुनेछ र समयलाई धेरै नलिकन मेरा स्वागतका दुई शब्द यहीँ टुङ्गाउँछु। हस्त धन्यवाद, नमस्ते। क्लास 9बाट सुषमा महतोलाई म यहाँ अगाडि बोलाउँछु। हार्दिक अनुरोध गर्दछु। जोरदार ताली। आज यो शुभ दिन र विशेष त यो सूर्य विद्या मन्दिर यस क्षेत्रको साबिक मुकुन्दपुरको एउटा पुरानो विद्यालय हो। भरत सर, केशव सर, बलबहादुर सर लगायतको टिमले यो विद्यालयलाई यो स्थानसम्म ल्याइ पुर्याउनु भएको छ। तसर्थ आजको यो शुभ दिनमा यो विद्यालयले यस्तो व्यक्तित्व पाएको छ। हाम्रो आदरणीय घनश्याम सुवेदी सर, उहाँ योभन्दा पहिला धेरै कलेजहरू अध्यापन गराउँदै आज यो विद्यालयमा प्रवेश गर्नुभएको छ। उहाँलाई म पिकेको अध्यक्षको तर्फबाट र समग्र पिके अभिभाषणको अध्यक्षबाट धेरै धेरै हार्दिक स्वागत तथा अभिनन्दन गर्न चाहन्छु। देखि घनश्याम सरलाई यहाँहरूले एज अ प्रिन्सिपलको रूपमा सरले आफ्ना कुराहरू छोटो मिठो राखिदिनु आग्रह गर्दै सरलाई आमन्त्रण गर्छु। धन्यवाद। Thank you, sir. Education is the key of success. If you follow that can change the world. Good morning, Suryodaya. Once again, good morning, Suryodaya. This is the real spirit of Suryodaya I wanted to have. Honorable and respected founder director, PTA chairman, school management committee chairman, all the staff, teaching and non-teaching staff, level aides, last but not the least, the sparkle of hope, inspiration of hope, today's student, tomorrow's leader, dear lovely student. This is myself, Ghanshyam Subedi, is being appointed as the principal of Suryodaya. It's my immense pleasure to have and collaborate with you all. I do have my tenure will be fruitful
in the days to come, I do hope your love, support, and guidance will help me to achieve the academic goals as well as any study goal of the Suryodaya. As I involved in Saraswati Niketan, I am remembering the same school where I had worked as the coordinator of +2. Regarding my teaching career and experience, I do have more than 1.5 decade experience in teaching field, including various colleges and campus, where I acted as coordinator, lecturer, and English department head as well. I do believe my experience, qualification will enhance the motto of this school very smoothly. Yes, thank you so much for giving me this opportunity to handle this Suryodaya school and uplift it status in our community. I am pretty sure that I will not make your aspiration, I hope, fall down. I will try my best to lead this institution very smoothly in its proper way. Besides that, regarding my experience and qualification, in 2010 I completed my master's degree in English from Central Department of English, Kirtipur, Kathmandu. So I received my bachelor, BA, BEd, and MA in English. Then after I did my double master from South Korea's University in International Trade, that is my second degree, where I was able to receive gold medal from South Korea. This is really appreciable matter, and I am the gold medalist from South Korea as well. Besides that, I joined with the hunger of education, where I could achieve my educational academic goals, and I joined to my PhD in Kelvin University of South Korea, where I teach global leadership management, which is under completion. So I do believe I have the different experience of management, education, as well as arts faculty. So having the fusion of all will enhance me to lead this institution very smoothly. And I expect the same thing from the administration as well, and cooperation from all the teacher and staff, non-teaching staff as well. And more than that, the school is not just the combination of bricks. I do believe this is the combination of parents, teachers, and your students. Out of one, the school cannot exist and move ahead. So, to run this school very smoothly towards progressive path, I need a support from all the faculty members, staff, teachers, and your students. So I do believe we will join hand in hand to lead the organization very smoothly. With this, I would like to conclude my speech here itself. Thank you very much for listening me. Have a good day. Thank you very much. म थोरै बोल्नै पर्ने मैले यहाँ महसुस गरेँ। यहाँहरूले राम्रोसँग सबै कुरा सुनिसक्नु भएको छ सरको, धेरै कुरा सरले गर्नु भएको छ हैन। तपाईहरुले एउटा गोल्ड मेडलिस्ट यहाँ मात्रै नेपालको मात्रै युनिभर्सिटी नभएर साउथ कोरियाको युनिभर्सिटीबाट समेत गोल्ड मेडलिस्ट हुनुहुन्छ सर हैन। र मलाई लाग्छ आजको 21औं युगको शिक्षालाई पहिचान गरेर त्यसलाई कसरी लानुपर्छ र विद्यार्थी हुनेछ र सरले हरेक क्षेत्रका विद्यार्थीहरूलाई त्यही किसिमले गाइडलाइन गर्नु हुने नै छ। यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यूलाई आफ्ना विचारहरू, आफ्ना भनाइहरू सहित आजको यस सभालाई यही अन्त्य गरिदिनु हुन म आग्रह गर्दै यहाँहरू बिचबाट यो माइक्रोफोनबाट म पनि उज्जवल हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। धन्यवाद भरतमणि गौतम सर। प्रिन्सिपल पाएका छौँ। अब विद्यालयले एकदम राम्रो अहिलेसम्म नभएको चिजलाई उहाँ घनश्याम सरले गर्नुहुनेछ। त्यस्ता केही अप्ठ्यारा विषय आए भने हामीलाई उहाँले जानकारी गराएर त्यसलाई हामी जसरी पनि अगाडि बढाउनेछौँ। यो मैले व्यक्तिगत पनि कुरा राख्न चाहन्छु। यहाँ हाम्रो भरत सरले यस विद्यालयलाई कति योगदान दिनुभएको छ भन्ने त यहाँ सम्पूर्णलाई जानकारी नै छ। र केशव सर त्यसै गरी बलु सरले अब विद्यालयलाई यो डोरेटोमा हाम्रो घनश्याम सरले लानुहुनेछ भन्ने शुभकामना पनि दिन चाहन्छु भन्दै आजको यस सभालाई यही समापन भएको घोषणा गर्दै म पनि बिदा हुन्छु। हस्त सम्पूर्णमा फेरि पनि नमस्कार।